नमस्कार यहाँहरू सम्पूर्णमा म नरेन्द्र रावल। हजुरहरू सम्पूर्णले चिनिरहनु भएको छ। यतिखेर हामी रोशन मैदानमा छौँ, जुन यो पारीपट्टिको यसलाई आकाशे भिर भन्छन्। यहाँ यो भिर पनि ऐतिहासिक भिर हो। यहाँ विभिन्न कस्तुरी मृग बँदेलहरू पछाडि ब्याकग्राउन्डमा चरिरहेको दृश्य जो कोहीले पनि देख्न सक्नुहुन्छ। अनि यहाँबाट माथि जानलाई 3 घण्टा जति लाग्छ। यसको टपमा जाँदा यहाँ रातिको समयमा जुन कालीकोट पनि देखिन्छ र तल बडीमालिकाको दृश्य अवलोकन पनि गर्न सकिन्छ र रातिको समय कैलालीमा पनि गाडी गुडिरहेको दृश्य हजुरहरूले देख्न सक्नुहुनेछ। यहाँ यो बीचको दुईटा जुन वर्षायाममा यसलाई बाङ्गेछरा भन्छ, विशाल झरना, यहाँ र्याफ्टिङको सम्भावना छ। जुन यहाँ म यहाँहरूलाई देखाइरहेको छु यो रोशन मैदान हो, जुन माओवादीले पनि तत्कालीन द्वन्द्वकालीन समयमा यहाँ युद्ध पर्यटनको युद्ध अभ्यास गरिरहेको यो क्षेत्र हो। यहाँ विभिन्न जमिन, विभिन्न तालपाटन मैदानसँगै जल, जडीबुटी, जङ्गल, यहाँको जङ्गल फरक छ। यहाँ विभिन्न जडीबुटीहरू पाइन्छन्, विभिन्न चराचुरुङ्गीहरू पाउँछ, विभिन्न जनावरहरू पाउँछ। यहाँ रोशन मैदानबाट तल गयो भने यहाँहरूले किनिमिनी मैदान देख्न सक्नुहुनेछ। भन्न चाहन्छु यहाँहरूलाई, जो कोहीले पनि रामारोशन आउनुहोला, रामारोशनको अवलोकन गर्नुहोला, रामारोशनको भ्रमण गर्नुहोला भन्न चाहन्छु। धन्यवाद। काटा